कुनै एउटा होटेलको टोयलेटमा एउटा महिला पुरा लम्पसार परेर बेहोस अवस्थामा लडिरहेकी हुन्छन्। शरीर घोप्टो परेको अवस्थामा रहेको ती महिलालाई ओ म्याकुरीको बुढी भनेर बोलाइरहेका हुन्छन् त्यहाँको मानिसले। तर ती महिला बेहोस अवस्थामा भएकोले केही पनि उत्तर दिन सक्दैनन्। ओहो, मुखभरि घाउ भएको छ, कसले कुटेछ? म्याकुरीले त कुटेको होइन, म्याकुरीलाई पो थुन्नुपर्ने भनेको आवाज सुन्न सकिन्छ क्यामेरा पछाडिको मानिसको मुखबाट। ती बेहोसी अवस्थामा लडिरहेकी महिला अरू कोही नभएर मोडल तथा कलाकार सुम्निमा खालिङ राई हुन्छन्, जसलाई म्याकुरी तथा पवन खतिवडाको श्रीमती भनेर पनि अझ बढी चिनिन्छ। कुनै बेला म्युजिक भिडियोमा मोडलिङ गर्ने र म्याकुरीको पिके भाइन्स युट्युब च्यानलमा अभिनय गर्ने सुम्निमा खालिङ राईको यो अवस्था निकै दर्दनीय नै थियो। तर उनी यो अवस्थामा आउन अरू मानिसहरूको ठुलो हात छ भनेर बाहिर आएको छ, जुन कुरा भिडियोमा हामी क्लियर पार्ने नै छौँ। त्यस्तै गरी म्याकुरीले आफ्नी श्रीमती सुम्निमासँग डिभोर्स गरिसकेको कुरा बताइरहेका छन् भने उता सुम्निमाले म्याकुरीसँग डिभोर्स नै भएको छैन भनेर भनिरहेका छन्। खासमा डिभोर्सको सत्यता के हो त्यो पनि आज हामी बाहिर ल्याउने छौँ। धेरै समयदेखि छुट्टा छुट्टै बस्दै आइरहेका यी श्रीमान श्रीमतीको अझै पनि फोनमा कुरा भइरहेको हुन्छ र उनीहरूबीच अझै पनि लाखौँ लाख लेनदेनको कारोबार भएको कुरा बाहिर आएको छ। अचम्मको कुरा के छ भने सुम्निमाको यो अवस्थाको खबर ल्याउने महिला शर्मिला वाइबा हुन्, जसले 1 वर्ष अघि पनि यसरी नै म्याकुरी काण्ड ल्याएर सामाजिक सञ्जालमा ताण्डव नै मचाएकी थिइन्। जति बेला पनि म्याकुरीको घरायसी झगडामा शर्मिला वाइबा जोडिनुलाई एउटा शङ्काको रूपमा लिन सकिन्छ। यसको उत्तर खोज्नु पनि आजको भिडियोको मूल उद्देश्य रहेको छ। आउनुहोस् आजको भिडियोमा यिनै कलाकार म्याकुरी र उनकी श्रीमती सुम्निमा खालिङ राईको विवाहदेखि डिभोर्ससम्मको चर्चा, एन्जाइटी र डिप्रेसनको व्यथा, बाहिरी व्यक्तिहरूसँगको नाजायज सम्बन्ध र सामाजिक अभियन्ताको उक्साहटमा बिग्रेको घर परिवारको विषयमा चिरफार गर्दैछौँ। सिक्किम जन्मघर भएको सुम्निमा खालिङ राई धेरै पहिलेदेखि नेपालमा आफ्नो कर्मथलो बनाइरहेकी थिइन्। उनले पानी त चिसो, तिम्रो मेरो, फुलझैँ कोमल जस्ता म्युजिक भिडियोमा मोडलिङ तथा अभिनय पनि गरेका छन्। सुरुवातको दिनमा म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी सुम्निमाले पिके भाइन्समा खेल्ने रहर भएको कुरा म्याकुरीलाई भन्छन् कुनै एउटा भेटघाटमा। म्याकुरीले पनि सुम्निमालाई आफ्नो पिके भाइन्सको एउटा एपिसोडमा सुम्निमालाई सानो रोल दिन्छन्। दर्शकले पनि सुम्निमाको अभिनयलाई मन पराउँछन्। त्यसपछि म्याकुरीको अरू पनि भिडियोमा सुम्निमालाई देख्न थाल्छन्। यही क्रममा म्याकुरी र सुम्निमाबीच बढी कुराकानी हुन थाल्छ, आत्मीयता बढ्छ, लभ पर्छ, रिलेसनसिपमा सँगै बस्छन् र लभ गरेको 2 वर्षपछि 2078 साल वैशाख 28 गते म्याकुरीकै घर धनकुटामा उनीहरूबीच विवाह हुन्छ र बाबुआमाले पनि आफ्नो परम्परा अनुसार नै सुम्निमालाई आफ्नो घरको बुहारीको रूपमा भित्र्याउँछन्। नेपालको बाहुनको छोरोले सिक्किमको राईको छोरीसँग विवाह गर्यो भन्ने विषयले यो विवाह निकै चर्चामा आएको थियो। यो विवाह अन्तर्जातीय मात्र नभएर अन्तर्देशीय पनि थियो, जसकारण सामाजिक दृष्टिकोणले पनि यो विवाहलाई निकै राम्रो मानिएको थियो। विवाह भएको केही समयसम्म उनीहरूको अन्तर्वार्ताको भिडियो पनि युट्युबमा धेरै नै देखिन्थ्यो, जसमा लाखौँ भ्युज पनि आउँथ्यो। म्याकुरी र सुम्निमाले आफ्नो विवाहको हाँसो धेरै समयसम्म राख्न सकेनन्। बिस्तारै उनीहरूको वैवाहिक जीवनमा खटपट आउन सुरु भइसकेको थियो। सुम्निमा पहिलेदेखि एन्जाइटीको बिरामी थिइन्, अझ विवाह गरेपछि त उनी झन् डिप्रेसनको शिकारमा पनि परिन्। म्याकुरी र सुम्निमाको घरायसी खटपट विवाह भएको केही महिनापछि नै सुरु भइसकेको थियो। तर आजभन्दा ठिक 1 वर्ष अगाडि मात्र म्याकुरी काण्डले यो सबै कुरा सामाजिक सञ्जालमा छरपष्ट पारिदियो। उक्त म्याकुरी काण्डमा सामाजिक अभियन्ता भनेर चिनिने शर्मिला वाइबाले क्याप्टेन बनेर काण्डलाई सामाजिक सञ्जालमा हाँकिरहेकी थिइन् भने अर्की युवती ऋतु बस्नेत चाहिँ सहचालक बनेर त्यो काण्डलाई बलियो आधार बनाइरहेकी थिइन्। यो काण्डमा म्याकुरीले नाजायज सम्बन्ध राखेर ऋतु बस्नेतलाई भुँडी बोकाएर बिचल्ली बनायो भन्ने खबर शर्मिला वाइबाले सामाजिक सञ्जालमा बाहिर ल्याएकी थिइन्। यसै क्रममा शर्मिला वाइबाले म्याकुरीको श्रीमतीलाई पनि मिडियामा ल्याउँदै श्रीमान श्रीमतीको घर झगडामा डडेलो लगाउने काम गरेकी थिइन्। पवन खतिवडा उर्फ म्याकुरीको भनाइअनुसार शर्मिला वाइबाले त्यो काण्डमा 25 लाखको डिल गरेर ऋतुलाई उक्साएको र त्यो 25 लाख आधा आधा बाँड्ने योजना बनाएको कुरा बाहिर ल्याएका थिए। त्यति बेला म्याकुरी र ऋतु बस्नेत होटेल बसेको सीसीटीभी फुटेज बाहिर ल्याउने व्यक्ति पनि शर्मिला वाइबा नै थिइन्।
शर्मिला वाइबाको भनाइअनुसार उनीहरू 3-4 दिन सँगै होटेलमा बसेका थिए। शर्मिला वाइबा र म्याकुरीको श्रीमती सुम्निमा राई सँगै मिलेर म्याकुरीलाई कुटेपछि मुखभरि रगत र घाउ बोकेर म्याकुरी मिडियामा आएका थिए। यही कारण पनि शर्मिला वाइबालाई सिन्धुपाल्चोकबाट प्रहरीले पक्राउ गरेको थियो। अहिले फेरि सुम्निमाको बेहोसी अवस्थाको भिडियो ल्याउने व्यक्ति पनि शर्मिला वाइबा नै हुन्। फेरि पनि शर्मिलाले म्याकुरीको ठुलै काण्ड त ल्याउने होइन भनेर नेपाली जनताले आकलन गरिसकेका छन्। वास्तवमा भन्दा त्यति बेलाको म्याकुरी काण्डमा शर्मिला वाइबा र ऋतु बस्नेतले बलात्कार र नाजायज सम्बन्ध जस्तो अपराधिक क्रियाकलापलाई एउटा मजाकको विषय बनाइदिए। अब फेरि म्याकुरी र सुम्निमाको विषयतर्फ कुरा गरौँ। म्याकुरी र सुम्निमाको बिहे भएको केही महिनापछि झगडा सुरु हुन थालिसकेको थियो। म्याकुरीको भनाइअनुसार सुम्निमा बिहेभन्दा अगाडि पनि अरू कोहीसँग रिलेसनसिपमा सँगै बसेकी थिइन् भने यता म्याकुरी केटी खेलाउँदै हिँड्ने मान्छे हो भनेर सुम्निमाले आरोप लगाएकी थिइन्। यही विषय पनि एउटा कारण हो उनीहरूबीच खटपट हुनुको। कयौं पटक म्याकुरीलाई थर्काउने र कुटपिट गर्ने, रक्सी अत्याधिक मात्रामा सेवन गर्ने, होसमा नरहने र छर छिमेकमा रहेका अरू मान्छेहरूलाई पनि पिट्न थाल्ने जस्ता हिंस्रक कार्यहरू गर्न थालेपछि म्याकुरीले बाध्य भएर सुम्निमालाई उपचारको लागि भनेर सुधार केन्द्रमा लगेर भर्ना गरिदिन्छन्। सुधार केन्द्रमा गएपछि प्राय जसो मानिसहरूको जीवनमा सुधार आउने गर्छ। तर यता सुम्निमाको जीवनमा भने ठिक यसको विपरीत भयो। उनको जीवनमा झन समस्याहरू आउन थालिसकेको थियो। सुधार केन्द्रमा पनि सुम्निमाले त्यहाँ रहेको अरू मान्छेहरूलाई कुट्ने गर्थे। आफू जस्तै अरू 5-6 जना बिरामीहरूको ग्रुप बनाएर सुम्निमा सुधार केन्द्र फोडेर भागेका थिए र प्रहरीले उनीहरूलाई खोज्दै जाँदा 3-4 दिनपछि मामाको घरमा भेटाएका थिए। त्यसपछि सुम्निमाको सुधार केन्द्रको जीवन सकियो। अन्तिममा म्याकुरी र सुम्निमा डिभोर्स गर्ने निर्णयमा पुगे। तर न त सुम्निमाको नेपाली नागरिकता नै थियो, न त म्याकुरी र सुम्निमा बीचको बिहे दर्ता नै थियो। त्यसै कारण पनि उनीहरू बीच डिभोर्स हुने सम्भावना कतै पनि थिएन। त्यही भएर उनीहरू सम्बन्ध विच्छेदको फैसला गर्न म्याकुरीकै गाउँ समाजमा जान्छन् र त्यही गाउँको हेडमास्टरलाई मुख्य व्यक्ति बनाएर म्याकुरीले सुम्निमालाई 20 लाख तिर्नुपर्ने शर्तसहित सम्बन्ध विच्छेदको कागजात बनाउँछन्। त्यसपछि म्याकुरी र सुम्निमा अलग भएर बस्न सुरु गरेका थिए। म्याकुरी यो तनावबाट मुक्त भएर आफ्नो करियरमा ब्याक भए र अहिले उनी कमेडी दरबारमा कमेडियनको रूपमा काम गरिरहेका छन्। तर अफसोच सुम्निमाको जीवन भने झन खराब हुँदै गएको थियो। अझै पनि उनको रक्सी खाने, मान्छे कुट्ने र हल्ला गर्ने बानी नगएको कुरा म्याकुरीले बताएका छन्। सुम्निमाले दिदीको मृत्यु भएपछि पैसा मागेको र म्याकुरीले पनि 6 लाख दिएको कुरा बाहिर आएको छ। तर सुम्निमा आफ्नो दिदीको निधनमा सिक्किम जानु सट्टा यतै रक्सी खाएर त्यो पैसा जति सबै उडाएको आरोप लगाएका छन् म्याकुरीले। सुम्निमाले पनि आफूले कागजात गरे अनुसार 6 लाख त पाएको, तर अझ म्याकुरीले 14 लाख दिन बाँकी रहेको कुरा बाहिर ल्याएका छन्। सुम्निमालाई बेहोस अवस्थामा टोयलेट र रोडमा भेटेपछि धेरैले रक्सी खाएर बेहोस भएको भनेका थिए। त्यही भएर उनलाई कागती पानी बनाएर मानिसहरूले होसमा ल्याउन कोसिस गरेका थिए र पछि प्रहरीको सहयोगमा उनको उद्धार पनि गरिएको थियो। अहिले आएर सुम्निमाले त्यो सब झुट रहेको र आफू औषधि लिन पसल गएको र डिप्रेसनको कारण बेहोस भएको बताएकी छिन्। सधैँ झै यो केसलाई पनि चन्दाको धन्दा बनाउन सुरु गर्न थालिसकेका छन् नेपालका अभियन्ता र युट्युब मिडियाहरू। केही समय अगाडि गाडीले हानेर मान्छे मारेको आरोपमा जेल परेका झाँक्री प्रकाश भुजेल युट्युब मिडियाहरू बोलाएर सुम्निमालाई 25,000 सहयोग गरेका छन्। वास्तवमा सुम्निमालाई कानुनी र मानसिक उपचार चाहिएको छ, तर यता सानो विषयलाई भाइरल काण्ड बनाउने अनि चन्दा उठाउने बानी त परिसकेछ नेपाली युट्युबमा। आजलाई यति नै। यस काण्डमा तपाईहरू कसको दोष देख्नुहुन्छ कमेन्टमा लेख्नुहोला।